यहाँ अर्को न्युक्लियर फिजिक्सबाटै अर्को इम्पोर्टेन्ट क्वेसन छ होइन, यो पनि धेरै पटक सोधेको। अहिले क्यालकुलेट द इनर्जी रिलिज इन द रियाक्सन भनेर दिएको छ हामीलाई, यस्तो क्वेसन दिएको छ। प्लस यहाँ क्यु है, यो क्यु कतै कतै क्यु भ्यालु पनि भन्छ है, यो क्यु भ्यालु हो अथवा क्यु भनेको इनर्जी हो है त। अब हामीलाई के थाहा पाउनु पऱ्यो त, मास अफ रियाक्टेन्ट र मास अफ प्रोडक्ट। अब यहाँ क्यु भ्यालु के त भन्दाखेरि अब कहिलेकाहीँ हामीलाई सोधिदिन्छ इन्डोथर्मिक रियाक्सन हो कि एक्जोथर्मिक रियाक्सन हो भनेर पनि हामीलाई सोधिदिन्छ। तिमीहरूलाई थाहा छँदैछ होइन, के त भन्दाखेरि मास डिफेक्ट भनेको, मास डिफेक्ट पोजिटिभ आयो भने के नेगेटिभ आयो भने के भन्ने हामीले थाहा पाउनु पऱ्यो है। मास डिफेक्ट पोजिटिभ आयो भने के हुन्छ, नेगेटिभ आयो भने के हुन्छ, नेगेटिभ आयो भने के होला इन्डोथर्मिक हो, पोजिटिभ आयो भने के हो त भन्दाखेरि एक्जोथर्मिक हो है। डेल्टा एम चाहिँ के त भन्दाखेरि नेगेटिभ आयो भने चाहिँ हाम्रो के इन्डोथर्मिक है, अनि डेल्टा एम चाहिँ के त भन्दाखेरि पोजिटिभ आयो भनेको एक्जोथर्मिक। एक्जोथर्मिक र इन्डोथर्मिकको मिनिङ त थाहा होला होइन। के त भन्दाखेरि एउटा रियाक्सन के हो भन्दाखेरि हिट जेनेरेट हुन्छ, एउटा चाहिँ हिट रिक्वायर्ड हुन्छ है, त्यति हो। अब यो तिमीहरूले थाहा पाएर कमेन्ट गर्ने है त। ल अब पहिला म यतातिर जान्छु। अब हामीले थाहा पाउनु पऱ्यो यहाँ मास अफ रियाक्टेन्ट, मास अफ रियाक्टेन्ट भन्दा बित्तिकै इजिकल टु कति हुन्छ त भन्दाखेरि यहाँ 3Li6 प्लस एउटा न्युट्रन है त। लिथियमलाई एउटा न्युट्रनले बम्बार्ड गर्दाखेरि हिलियम र के त भन्दा 1He3 एटम चाहिँ निस्किन्छ अरे है। यो भनेको कति छ त भन्दाखेरि लिथियमको कहाँ छ हामीलाई दिएकै छ, धेरै जस्तो दिन्छ नै, हामीलाई थाहा जान्नु पर्दैन। 15126 प्लस न्युटनको दिएको छ 1.008665, यो दुइटालाई जोडौँ त कति आउँछ 6.015 126 प्लस 1.008665 आयो कता 7.023791 AMU आयो है। त्यसै गरी मास अफ प्रोडक्ट, मास अफ प्रोडक्ट कति आयो त यहाँ प्रोडक्ट भनेको पछाडिपट्टि निस्केको होइन, 2He4 प्लस कति छ 1He3, 2He4 को कति छ त भन्दाखेरि 4.002603 प्लस 1He भनेको 3.016409। यो दुइटालाई हामीले के गर्नु पर्यो त भन्दा एड गर्नु पर्यो है। 4.002603 प्लस 3.016409 गर्दाखेरि 7.019012 AMU आयो। अब यति आइसकेपछि मास डिफेक्ट हामीले निकाल्नु पर्यो। मास डिफेक्ट है, मास डिफेक्टलाई डेल्टा एम भन्छौँ। डेल्टा एम भनेको के हो त भन्दाखेरि मास अफ रियाक्टेन्ट माइनस मास अफ प्रोडक्ट हो है। के अरे मास अफ रियाक्टेन्ट माइनस मास अफ प्रोडक्ट, ठिक छ। मास अफ रियाक्टेन्ट भनेको 7.023791 माइनस 7.019012 इक्वल टु कति आउँछ ल हेरौँ त 7.023791 माइनस 7.019012 है। 4.779 इन्टु 10 को पावर कति आयो -3 आयो है। यति हाम्रो के आयो त भन्दाखेरि मास डिफेक्ट आयो। मास डिफेक्ट यति आएपछि यति एएमयु होइन, हाम्रो मास त एएमयु आयो है। मास डिफेक्ट आइसकेपछि अब इनर्जी रिलिज भनेको के होला त भन्दाखेरि इनर्जी रिलिज निकाल्नु पर्यो, अथवा इनर्जी रिलिज अथवा बेला बाइन्डिङ इनर्जी पनि भन्छौँ। इनर्जी रिलिज
अनि कोही बेला हामीले के भन्छौँ भन्दाखेरि यसलाई बाइन्डिङ इनर्जी पनि भन्छौँ। इज इक्वल टु कति हो त भन्दाखेरि डेल्टा एम इन्टु कति हो रे 931 मेगा इलेक्ट्रोन भोल्ट हो। यो त हामीले थाहा पाउनुपर्छ है। यो भनेको 4.779 इन्टु 10⁻³ इन्टु 931 इन्टु मेगालाई जुलमा कन्भर्ट गरिदेऊ। यो भनेको मेगा भने 10⁻6 इन्टु 1.6 इन्टु 10⁻⁻19 ल हेरौँ त कति आउँछ। है यहाँ कति आयो त भन्दाखेरि यहाँ आयो क्यालकुलेटर हानौँ त यति इन्टु 931 इन्टु 10⁻6 इन्टु 1.6 इन्टु 10⁻⁻19 गर्दा कति आयो त भन्दाखेरि 7.118 इन्टु 10⁻⁻13 जुल इनर्जी हाम्रो आउँदो रहेछ। अथवा तिमीहरूले मेगा इलेक्ट्रोन भोल्टमै राख्छु भने पनि भयो, अथवा यति गरे पनि भइहाल्यो है। यति अब तिमीहरूले होइन म यो कन्भर्ट गर्दिनँ भन्छौ भने यति नै राख्दा पनि हुन्छ है। डेल्टा एम भनेको हाम्रो कति आछ त भन्दाखेरि यो मैले जुलमा निकाल्दै मेगा इलेक्ट्रोन भोल्टमै राख्छु भन्छौ भने कति त भन्दाखेरि 4.779 इन्टु 10⁻³ इन्टु 931 गऱ्यो भने 4.44 है। 449 अथवा 4. यति आउँदो रहेछ। यति हामीले निकाल्नु पर्यो है त। ठिक छ, यसरी हामीले गर्नु पर्यो। अथवा 4.449 मेगा इलेक्ट्रोन भोल्ट है। हस्, थ्याङ्क यू।